आफ्नो त छोरी पनि कति साह्रो चाहिँ के भनेर कपडाहरू सबै झिक्ने यसरी फोहोर गरिदिने यसरी भएको सरसामान सब यसरी झिकेर राखिदिन्छ जुस खान्छ यसरी फालेर राख्छ फाल्न पर्ने ठाउँमा फाल्दैन आँपको खोस्टा खायो आँपी यहाँ खोस्टा यसरी फाले के गरेर मैले चाहिँ यो केटीलाई तल अब हल्ला नगरेर भयो त तिमीले नै सामान मिलाएर कहीँ राख्ने होइन कपडा पनि फालेको छ जुस खायो बोतल पनि त्यहीँ फालेको छ तिम्रो बानी चाहिँ कहिले सुध्रिन्छ क्या छोरी कहिले गर्यो आफै कति न हुने बिरुवाको चिल्लो पात भने जस्तै ठुलो भएपछि गर्ने मान्छेले त अहिले पनि गर्छ तिम्रो छाटकाटा हेर्दाखेरि ठुलो भएपछि गर्ला जस्तो लाग्दैन है मलाई त के को ठुलो भएपछि गर्नु कुरै मात्र हो तिम्रो ओहो पैसा पो रहेछ त तिमीसँग 50 रुपियाँ के गर्छौ त्यो 50ले तिमीलाई त अब किन चाहिएला र बरु मलाई चाहिँ चाहिएको थियो देऊ न यो पैसा दिन्न म आफै बाबा किनेर खान्छु किन गरिरहेको